देवर्षि नारद मुनिमा घमण्ड पैदा हुन्छ। नारद मुनि आफूले आफूलाई कन्ट्रोल गर्न सक्छु, आफूले आफूलाई चाहिँ हर चीजबाट माया मोहदेखि लिएर सबै कुराहरू मेरो बसमा छ भनेर थाहा हुन्छ। जुन दिन घमण्ड पैदा हुन्छ, उनी यो कुरा सुनाउनलाई महादेव भएको ठाउँमा जान्छन्। महादेव भएको ठाउँमा गएर भन्छन्, मैले आफूले आफूलाई कन्ट्रोल गर्न सक्छु, ममा कुनै माया मोह कुनै चीज छैन, मैले टोटली रूपमा आफूले आफूलाई कन्ट्रोल गरेको छु र गर्न सक्ने क्षमता छ ममा भनेर भगवान शिवलाई गएर सुनाउँछन्। अनि शिव भन्नुहुन्छ, मलाई त सुनायो देवर्षि, तर यही कुरा विष्णु भएको ठाउँमा गएर चाहिँ नसुनाऊ भनेर शिवजीले चाहिँ भन्नुहुन्छ नारद मुनिलाई। तब नारद मुनि यो कुरा आफूभित्र राखिरहन सक्दैनन्, गएर तुरुन्तै विष्णु भएको ठाउँमा गएर भगवान विष्णु समक्ष गएर भन्छन्, मैले आफूले आफूलाई कन्ट्रोल गर्न सक्छु, ममा कुनै माया मोह केही लोभ लालच छैन। विष्णुले ध्यान दृष्टिले हेर्छन्, ओ मेरो भक्तमा अहंकारले ढाकेछ, अब यसको औषधि त मैले नै दिनुपर्छ। जाँदा जाँदै बाटोमा भगवान विष्णुले एउटा माया नगरी प्रकट गर्छन्। त्यो नगरमा चाहिँ एकजना विश्व सुन्दरी हुन्छ, जसको वरमाला छान्ने कार्यक्रम चलेको हुन्छ। जब नारद मुनिले उक्त विश्व सुन्दरीलाई चाहिँ देख्छन्, त्यस पछाडि उनको जति पनि माया मोह आफूले आफूलाई कन्ट्रोल गर्ने क्षमता थियो, मैन बत्ती पग्लेको जस्तै पग्लिन्छ। अनि कपुरको चाहिँ बास्ना उडेको जस्तै गरेर हावामा बिलाउँछ। अचानक विश्व सुन्दरी प्रति नारद मुनिको चाहिँ ध्यान जान्छ। विश्व सुन्दरी मेरै लागि चाहिँ होइन बनेको हो, मलाई नै चाहिन्छ भन्ने खालको चाहिँ विचार आउँछ। फेरि विष्णु भएको ठाउँमा आएर नारद मुनिले भन्छन्, मलाई आफू जस्तै मतलब तपाईँ जस्तै राम्रो बनाइदिनु पर्यो भनेपछि विष्णु भगवानले किन भन्दा मलाई चाहिँ होइन माया पलायो, मलाई चाहिँ त्यो देखेपछि विश्व सुन्दरी देखेपछि एक मोह आयो, मलाई लोभ लाग्यो भनेपछि भगवान विष्णुले हुन्छ भनेर शरीर चाहिँ बनाइदिन्छन् आफू जस्तै। अनि जान्छन् नारद मुनि, खुसी हुँदै जान्छन्। खुसी हुँदै गएर त्यो लाइनमा बस्छन् जहाँ विश्व सुन्दरीले वरमाला लाउने कार्यक्रम थियो, छनौट प्रक्रिया थियो। गएर बस्दाखेरि नारद मुनि भएको ठाउँमा पुगेर विश्व सुन्दरी हाँस्छिन्। त्यस पछाडि नारद मुनिबाट पनि अगाडि बढ्छिन्, हाँसी होइन मलाई किन छानिन भनेर एकदमै दुखी हुन्छन्। यस्तैमा भगवान शिवका दुईटा दूतहरू आएर भन्छन्, तिमी आफ्नो अनुहार यो पानीमा हेर त एकचोटि, यो पानीमा भन्दाखेरि गएर हेर्दा त शरीर भगवान विष्णुको भए पनि अनुहार चाहिँ बानरको हुन्छ। त्यस पछाडि भगवान विष्णुसँग देवर्षि नारद एकदमै रिसाउँछन्। अनि यसो हेर्दाखेरि त्यो जुन विश्व सुन्दरी छ उसले भगवान विष्णुलाई वरमाला लगाउँछ र भगवान विष्णुले सँगै लिएर जान्छन्। भगवान विष्णुले लिएर गइसके पछाडि नारद मुनिलाई एकदमै रिस उठ्छ। र अब नारद मुनिको शरीर के थियो त भन्दा अनुहार चाहिँ बानरको। यसलाई हामीले हरि भनिने रहेछ। यो विष्णु पुराणका अनुसार भगवान विष्णुको र अनुहार बानरको, यसलाई हरि भनेको मतलब यो रहेछ। अनि जान्छन्, गएर भगवान विष्णु भएको ठाउँमा नारद मुनिले गएर श्राप दिन्छन्, तिमीलाई पनि अर्को जन्ममा एउटा जन्ममा मान्छे भएर जन्मिनु परोस् र यस्तै अनुहार गरेको बानरको सहायता लिन परोस्, मद्दत लिन परोस् भनेर श्राप दिन्छन्। भगवान विष्णुले सहजै स्वीकार्छन्। नभन्दै तृतीय युगमा श्री रामचन्द्र भगवानको रूपमा भगवान विष्णुको जन्म हुन्छ र बानर हनुमानको मद्दत लिनुपर्ने हुन्छ। यसको जुन घमण्ड हुन्छ त्यो अब तोडिन्छ। कसरी तोडिन्छ? त्यो जुन देव नगरी भगवान विष्णुले रचेका थिए त्यो त बिलाउँछ नै। अनि नारद मुनिले चाहिँ अब पश्चातापको आँसु झार्छन्, मैले गल्ती गरेछु प्रभु मलाई क्षमा गरिदिनुहोस् भनेपछि होइन केही छैन, मैले अर्को जन्म पनि लिनै पर्छ होइन, यो धरतीमा लिन्छु, म अवश्य लिन्छु। जब जब धरतीमा पाप अब अन्याय अत्याचार बढ्छ तब कुनै न कुनै रूप भगवानको रूप त आउँछ नै, चाहे त्यो भगवान श्रीकृष्ण होस्
चाहे गौतम बुद्ध होस् चाहे जोसुकै होस्, कुनै न कुनै रूप मार्ग देखाउनको लागि, बाटो देखाउनको लागि आउँछ नै। अनि कुनै पनि कलाकार जुन हुन्छ, कलाकारले जुन घमण्ड थियो नारद मुनिमा, एकजना कलाकार हुन्छ जुन कलाकारले राजाको लुगा लगाउँछ, राजाको लुगा भेष धारण गरेर उसले अभिनय गर्छ, राजाको अभिनय गर्छ, अनि एकछिनपछि लुगा खोल्छ, लुगा फुकाउँछ, ऊ राजा होइन, ऊ त एकजना कलाकार मात्र थियो। उसलाई कुनै राजा घमण्ड छैन, किनभने ऊ राजा थिएन। हामी के गरिरहेछौँ? हामी पद पैसाको पछाडि जसरी नारद मुनिले चाहिँ लोभ लालच त्यो विश्व सुन्दरीलाई देखेर छाएको थियो, त्यसरी नै हामी पद पैसा आफ्नो घर परिवारको लागि हामी यति पागल छौँ नि, हामीलाई थाहा छैन सत्य के हो भनेर, होइन? हामी एउटा निन्द्रामा, यस्तो निन्द्रामा छौँ जुन सृष्टि हाम्रो बसमा छैन। हामीले चाहेर हुने केही छैन, हाम्रो साहस त हाम्रो बसमा छैन। हामीले चाहिँ घमण्ड के को लागि गर्दैछौँ, किन गर्छौँ? हामी एक गोटी मात्रै हो, हामीले चाहेर मात्रै पनि केही हुँदैन, कोसिस गर्ने हो, बाँकी सबै अरू कसैको हातमा छ।